हाई नमस्ते ज्यू बाबु सबैजनालाई। म चाहिँ भर्खर उठेको, आज मेरो छुट्टी थियो, त्यही भएर म भर्खर उठेको, मुखसुख पनि धोएको छैन। अनि यसो आज भाइटिकाको दिनमा छुट्टी परेर नि के गर्नु, अब परदेशी जिन्दगी यस्तै छ। अनि रातै बिरातै लागेर अनि यसो घरकोले सिरिमा भन्ने गीत सुन्दै बसेको। अनि सबैलाई मेनी 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 ह्याप्पी तिहार। यस्तै छ परदेशी जिन्दगी। आज चाहिँ मेरो छुट्टी परेको दिन भएर सबै ड्युटी गर्छन् र खाली 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 म चाहिँ एक्लै बसिरहेको। अब के गर्नु, केटा मान्छे अब परदेशी नि पर्ने रहेछ। अनि एक्लै के गर्नु, घरको गाउँको या गाउँको मान्छेहरू देउसी झ्याम खेलिरहेछ, आफू चाहिँ यहाँ काम गरेछ। अस्तिको दसैँको टिकाको दिनमा नि मेरो छुट्टी पर्थ्यो। अनि फेरि यसपालि फेरि भाइटिकाको दिनमा मेरो छुट्टी परेर जो टिका लाउन नपाए पनि घरमा यसो बोल्न पाएँ भनेर खुसी चाहिँ छु। जो टिकाको दिनमै ठ्याक्कै मेरो छुट्टी परेको छु। त्यही भएर अब के गर्नु, यस्तै छ। अब नमरे बाँचे दैवले साँचे। अब अर्को सालतिर यस्तो रमाइलो त भइहाल्छ नि, कमाएपछि केटा मान्छे हो। सबैलाई म भन्न चाहन्छु मेनी 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 ह्याप्पी तिहार। सबैजनाले राम्रोसँग मनाउनुहोस्। राम्रो नौलाख ताराले बिच्छा जुनी लो यस्तै पाराले घर खोला शिरमा यस्तै छ जिन्दगी, उरात बिरात एक्लै बस्यो। एउटा गीत चाहिँ तर कति मिठो क्या, कति मिठो यसको लय भाकाहरू शब्दहरू। घर खोला शिरमा बित्ने भो जिन्दगी पिर पिरैमा, बित्ने भो जिन्दगी पिर पिरैमा। अब पनि काट्ने बेला भएर लामो लामो भएर भर्खर उठेको पनि भएर होला, ठाडो परेको छ। हाम्रो दाइ पनि उरात
कस्तो बिरक्तै लाग्यो ठिक हो मेसेज गर्नुभएको रहेछ म चाहिँ भिडियो हेरेको भएर मेसेज गरिदिएको थिएँ के गर्नु जेठा यस्तो छ हाम्रो जिन्दगी होला नि कुनै पनि रमाइलो त्यो चिन्ता नगरौँ न आउँछ नि सबैको पालो थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा लाइक एन्ड सेयर सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई अनि यस्तै छ जिन्दगी अनि यति भन्न चाहन्छु हजुरहरूलाई स्वस्थ रहनुहोस् ह्याप्पी रहनुहोस् खुसी रहनुहोस् अनि एकअर्कालाई माया सपोर्ट गर्नुहोस् यही हो मेरो भनाइ टाटा बाई बाई आजको छुट्टी यसरी मनाइयो एक्लै भएर मनाइयो के गर्नु यस्तै छ